अबदेखि चाहिँ म डेली भ्लग बनाएर हाल्छु भन्ने सोचिरहेको छु तर सुरुवातै गर्न आएन क्या मलाई सोध्छौ अनि आज एउटा भिडियो बनाउँछु भोलिपल्ट चाहिँ सक्यो दोस्रो भाग बनाउँछु आउनलाई 1 महिना कुर्नुपर्छ भन्छु तर के भइरहेको भने आजभोलि मेरो जिन्दगीमा जब बड्डा काममा जानुहुन्छ उठेर तब म मोबाइल हेर्छु उठेर अनि जब उहाँ निस्केर ल म निस्केँ है कामबाट भन्नुहुन्छ तब बल्ल ओछ्यानबाट हस्याङ फस्याङ उठेर अनि के गर्ने हो गर्न थाल्छु अनि घरबाट आउने चाहिँ अनि घर आउने बित्तिकै म मलाई आज केही गरेँ म केही नभन्न है भन्छ पहिले हो क्या पहिले सरेन्डर गरिहाल्ने बिहान 12 बजीसम्म सुत्ने बेलुका 12 बजीसम्म मोबाइल हेर्ने त्यही नै हुन्छ आजभोलि मेरो मान्छेभन्दा पहिला मोबाइल थाक्छ अनि बल्ल सुत्ने यस्तो पाराले नै हुन्छ त पुरै अनि फेरि गफ चाहिँ कस्तो हुन्छ तिमी बोल्नु म त अब बिहान नै उठेर एक्सर्साइज गर्छु अनि घर सबै सफा गर्छु बेलुका आउँदा भन्यो अनि बेलुका आउँदा मलाई गाली नगर्नु है मैले त आज केही पनि गरेको छैन गर्ने हो फेरि त्यस्तै भइरह अब के गर्नु त एकदम अल्छी गाडी आएको थियो हाम्रो कुरै बिर्सेको कुरा गर्दै थियौँ त्यही भएर अब आज भ्लग आयो होइन यसको सेकेन्ड पार्ट चाहिँ अब 1 महिनापछि आउनु पनि सक्छ